अहिले चालु 26 छ 26 छ एउटा बनिरहेको छ दुईटा बन्दैछ तिनमा मान्छे बसेका छैनन् मान्छे मात्रै आज 26 गरेछ 26 घर आज यस्तो 26 जना घर सबै आइयो है बहुत राम्रो भयो यस्तै जस्तै तपाईँहरूले फेरि यस्तै साथ दिनुभयो भनेदेखि तपाईँहरूले नै साथ दिएर हेर्नुहोस् अहिले यहाँ बत्ती बाटो सबै हाल्यो भने अहिले दुईतिर पानी हालेर पानी कति राम्रो आइरहेको पहिला 40 एक साइडबाट मात्रै थियो दुई घरले पानी खोल्यो भने पानी पनि आउन थियो अहिले सबैले साथ दिएको भएर दुईतिर नाला हालेर अहिले पानी कति सजिलो भएको छ सबैलाई सजिलो भएको नि हामी मिले थियौँ पो तपाईँहरूले साथ दिनु भएको पो त्यसरी हामीले चाहिँ गऱ्यौँ होइन भोलिको दिनमा अब मान्छे धेरै भयो भने के हुन्छ भने यहाँ फेरि यो बत्ती 2 सुते छ नि हाम्रो यो 3 सुते पनि हामीले बनाउन सकिन्छ तर साथ दिनु पर्यो जनताहरूले साथ दिन्छ जनता चाहिँ हामीले हुन्न मैले मात्रै भनेर हुन्न मैले मात्रै गरेर हुन्न एउटाले मात्रै गरेर हुन्न यसरी नै हामी गयौँ भनेदेखि यो टोल बनाउनलाई धेरै ऊ लाग्दैन है त्यसले गर्दा अझै पनि साथ दिएपछि अझै यहाँ अझै राम्रो बनाउँला भन्ने एउटा सबैको एउटा उद्देश्य छ त्यसलाई पनि हामीले बस्ती धेरै भयो पुगेन भनेर हामीले यहाँबाट लेखापढी गएर वडामा गएर वडाले चिठासी दिन्छ त्यहाँबाट यो मुरियाको विद्युत अफिस त्यहाँ जानुपर्छ त्यो विद्युत अफिसले टोक लगाइदिएर बुटोल गएपछि उनीहरूले बल्ल अगाडि बढाउँछ त्यो कार्यक्रम यसरी चाहिँ नि सबैले साथ दिनुभयो भनेदेखि हाम्रो त्यो पनि हुन्छ अब भोलिदेखि सबैले अझै साथ दिनुभयो भनेदेखि के हुन्छ भने हामीले नाली पनि हामीले आफ्नै टोलबाटै आफैले नै हामी गराउन सकिन्छ किनभने अब त्यो वडाको बजेट पैसा पाएको यहाँ छोटखोटै पार्छ अब मान्छे गर्छ उसले मेरोमा आउनु र हाम्रो त कोही पनि छैन 11 लाख परेका छ हाम्रो शान्तिनगर टोललाई भनेर फेरि यत्रो टोलमा कता दिनियो त अब त्यो पैसा त्यो कहाँ त्यो एउटा त्यो ऊ मात्रै गराएको छ कि हामीलाई भरम मात्रै पारेको छ पैसा दिएको के भनेर आफ्नो मान्छे त्यसले लग्छ हाम्रो त कोही पनि छैन हामी भनेको हामी नै यति हाम्रो टोलको भनेको हाम्रो मान्छे यही हो हामीले नै गर्ने हो कसैको आश पनि गर्ने होइन कसैले ध्यान दिने अब गयो जान त गइन्छ नि अब त्यो थोरै पैसा पठाउँछ त्यो पैसाले केही कामै लाग्दैन त्यसले गर्दाखेरि यस्तै तरिकाले चाहिँ साथ दिनुभयो भनेदेखि हजुरहरूले नै साथ दिएर हुने हो यो हजुरहरूले साथ दिनु भएन भनेदेखि केही पनि हुन्न तपाईँले साथ दिनु यहाँ जे पनि हुन्छ तपाईँले साथ दिनु भएन भने यहाँ केही पनि हुन्न गर्दाखेरि अहिले चाहिँ आज जो सबै एकुरेट मान्छे चाहिँ आउनुभयो राम्रो भयो है यस्तै आउनुभयो भनेदेखि सधैँ यस्तै आउनुभयो भनेदेखि राम्रो हुन्छ तर आउन भ्याएन भनेदेखि म आउनु भ्याएन है भनेर भनिदियो हुन्छ तपाईँलाई त्यो के अरे जरिमाना त्यो तिराउनु कुरो हुन्न त्यो भनेको हाम्रो एउटा टोलको फेसिलिटी हो कि एउटा टोलको फेसिलिटी अन्तमा 50 रुपियाँ लिएरै छोड्छन् तर हाम्रो त्यो हुन्न हामी भनेको के हो भने एउटा हामीले टोलले त्यस्तो फेसिलिटी त दिनु पनि होइन कसै घरमा पाहुना आउँछन् कसै घरमा के आउँछन् कसै घरमा के हुन्छ बिमारी हुन्छन् अब भोलि कुनै पनि घटना घट्दाखेरि त्यो शनिबार पऱ्यो भने त्यो दिन चाहिँ नआउने पानी आउँदा पनि नआउने अनि त्यहाँ त चाडबाडमा पनि नआउने जस्तो चाडबाड पर्छ नि पाहुना पाखा आउँछन् होइन र अन्त कुनै पनि कसैको घटना घट्यो भनेदेखि त्यो घटना पनि नआउने चुपचाप सब एकदम त्यतिखेर किनभने हामीलाई त्यतिखेर एकदम उ भइरहेको हुन्छ फेरि आज किन आएन भने एउटा उ भने आज किन आएन भने त्यो गर्ने त्यो चाहिँ त्यो मान्छेले त्यो भन्दा पनि हुन्न त्यसले गर्दाखेरि आज चाहिँ एकदम राम्रो छ आउनुभयो सबै यस्तै साथ दिनुभयो भने राम्रो हुन्छ है त्यसले गर्दाखेरि अब आज होइन कि अब अर्को शनिबार चाहिँ 60 रुपियाँ उठाउनुपर्छ हाम्रो चाहिँ कहिले कस्तो तपाईँ नआउँदाखेरि समय चेन्ज हुनसक्छ उताको मान्छे उतै अनि यता गयो उतै मेरो कसैले नगर्नु होला है मेरो भनाइ त्यति हो कसैको अरू केही छ भने भन्नु होला पूजा गर्ने हो किन भन्नु गर्ने हो भने दीपक दाइ के छ लाउनु पर्यो होइन योजना गर्न पर्यो अर्को हप्ता गर्ने हो कि पूजा भन्ने कुरो कसैको चाहना हुनसक्छ कसैको नहुनसक्छ होइन जबरजस्ती गर्ने कुरो पनि भएन हो कि अब सर्दा हो गरम आफ्नो सर्दा हो सोध्न सबैलाई पर्छ हामीले हाम्रो कर्तव्य सोध्न सबैलाई पर्छ अब यदि चाहिँ अब भयो मैले गर्दैन भने त्यो पनि पाइयो जबरजस्ती कुरो हुन्न किनभने अब इच्छा भएकोले गरौँ नभएकोलाई अब त्यस्तो पर्दैन पैसा एक ठाउँ लिएर जम्मा गर्नु पर्यो शनिबार पूजा गर्ने भए कि शनिबार उठाउने हो पैसा कुरा चाहिँ त्यही हो अब फुर्सद एकछिन कसैलाई पनि टाइम एक सेकेन्ड टाइम दिन सकिन्न जम्मा भइहाल्छ एकदम राम्रो भन्नु नि माइला ल पाठो पूजा गर्नुपर्छ क्या हेर यो पाठो पूजा गर्नुपर्छ क्या गोब्रियाकाले पाठो उसको पुर्खा काँड किनेर लिएर गएर
पूजा अरे त्यस्तै पाठो पूजा गर्नुपर्छ कि पार्टी पाठो गर्ने पनि गरौँ। कहाँ त्यो अर्कोले त्यो गर्यो भने हामी केही गर्ने र अब यस्तो हुन्छ कि गरे राम्रो गरौँ पहिलेबाट पछाडिले पूजा गरिरहेको अनि त्यहाँ त फल्नाले यो गर हामीले त्यही गर्नु भने नि त्यही तिनीहरूको पछि लाग्ने त खतम हुन्छ त्यहाँ त जसले जे जे भन्यो त्यही पछि लाग्ने अनि उसको कुरा सुन्ने गर्ने होइन क्या मैले कसैको कुरा सुन्ने होइन कसैको कुरा नै अब त्यो गएर सबै समावेश हुनको लागि राम्रो हुन्छ भन्ने हिसाबले अब नखाने पाठा नखाने त्यस्तो गर्नै पर्छ भन्ने छैन भनेर मैले भनिरहेको त मैले भनिसकेको छु गर्नै पर्छ भने केही पनि छैन इच्छा भयो भने सबैले गरम मिलेर सधैँ गरिरहेको हाम्रो बाउको पालोदेखि यहाँ गरिरहेको त्यसले गर्दा हामीले गरेको नभए हामीलाई पनि केही उठ्थेन यो गर्न त कम्ती झ्याउ नि त त्यो उता के गर उता जुनसुकै काम पनि एउटा जिम्मेवारी बसिसकेपछि गाह्रो हुन्छ त्यो पाठै दुईटा तिनवटा पाठा पूजा गरे क्या तिनीहरूले गर्थे के को पूजा भन्दा संसारी माईको भनौँ भने चाहिँ हामीले यस्तो हो पाठो पूजा गर्न त हुँदैन पाठीको लागि बजेट उठाउन गाह्रो छ त्यसले गर्दाखेरि कि मेन कुरो बजेटले बिगार्छ नभए त पाठै उठाइन्छ तपाईँको साथ पाठै गरे पनि हुन्छ कि अहिलेबाट गरौँ कि पाठै गरौँ। तपाईँले मैले हजार पाठै गरौँ। तपाईँले मैले हजार रुपियाँ उठाएर भएन कि अरूले पनि उठाउनु सक्नु गर्दा त्यसले गर्दा समस्याले गर्दाखेरि अब त्यही पनि एउटा हामीले गरिरहेको भएर हामीले चाहिँ यसो सानो सानो ल्याउँदो नि पाठो। 500 को दरले उठाम बजेट कति बन्छ पाठोलाई आएछ भने पाठो आनौँला हैन सबै उठेछ भने नपुगेन चाहिँ पार्टी गरौँला तर पैसा कहिले ल्याइदिनु शनिबार त प्रोग्राम गर्न पर्यो नि त शनिबार यस्तो हुन्छ माई पूजाको विषयमा हामी चाहिँ कापी कलम ल्याएर जो इच्छा छ घर घरमा हिँडेर ल्याउने क्या यो मिल्दैन किनभने यो भनेको हाम्रो एउटा टोलको व्यक्तिगत हो यहाँ चाहिँ अनिवार्य शनिबारको दिन यस्तो ल्याउनै पर्यो हो कि होइन अब यदि सुझाव दियो भनेदेखि त्यसलाई जरिमाना सरिमाना केही पनि नलिनु होइन यदि सुझाव दिएन भनेदेखि अब जरिमाना तिर्नु पर्यो त्यसमा अहिले दिउँसो सल्लाह गरौँ र हामी त्यहाँबाट उस गरौँला उठाउँला कति उठाउने पैसा है ल है सुन्नुभयो नि हजुरहरूले होइन घर पैसा उठाउनु जाने सुन्नुभयो नि त